जङ्गलतिर झऱ्यो भने त बरु मान्छे झरौँ स्कुटर चाहिँ नझरोस् भन्ने लाग्छ मान्छे त उठेर आउन सकिन्छ स्कुटर उठेर आउन सक्दैन आया हो अङ्कलहरू नमस्ते सेवारो अङ्कल हजुरहरू यतै हो हजुरहरूको घर हाम्रो यतै हो यो कपने लु हेर्नु त गाइस प्लेन उड्यो कि जस्तो छ हेलो गाइस हो सेवा दर्शन नमस्ते अधुरो किचन एन्ड भ्लगमा हजुरहरूलाई स्वागत छ गाइस आज चाहिँ म यो कपनको गुम्बा छेउछाउ घुम्न आएको कपनभन्दा मुनि चाहिँ एउटा बाटो रहेछ त्यो बाटो चाहिँ गोकर्ण निस्किन्छ कि कता भन्दै हुनुहुन्छ यहाँ मैले सोधेर निस्केको र आजको मेरो चाहिँ यो भ्लग कस्तो भने यो एउटा क्यामेरा इन्स्टा 360 गो अल्ट्रा भन्ने क्यामेराबाट खिचिरहेको छु अनि यो चाहिँ घाँटीमा पनि झुन्डाउनु मिल्ने रहेछ क्या यो क्यामेरा चाहिँ एकदम कस्तो हुन्छ मेरो फर्स्ट भिडियो हो टेस्ट गरेको कस्तो भिडियो आउँछ थाहा छैन राम्रो लाग्यो भने प्लिज लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनु होला भिडियो हेर्दै गर्नु होला है त गाइस हेर्नु त पहाड जाने बाटो यस्तो दामी छ मजा आउँदो रहेछ अब हेर्दै जानु होला है भिडियो गाउँतिरै जाने हो कि क्या हो यो गाडी यस्तो मजा आउँछ हेर्नु त अब यो घाम लागिरहेछ मजाले तर एन्टी लाइट पर्छ होला हेर्नु त यस्तो रमाइलो ठाउँ को लागि यतातिर अब खै यो गुम्बाहरू हो कि के हो त्यस्तो त्यस्तो देखिरहेछ ल है गाइस कपन भिलेज एट राइड भन्नु रहेछ यता राइटतिर होला यहाँनिर होटल क्रिस्टिना सी दरबार पाली भन्ने छ यता तलतिर होला घुम्न आउनेहरूको लागि सुविधा अब जङ्गल छिरियो यो जङ्गलको बाटो कस्तो छ हेर्दै जानु पर्यो यहाँ नेपाल पुलिस नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल पनि रहेछ यतातिर है अब म यताबाट माथि जाँदैछु वाउ कस्तो शीतलकै घाम लागिरहेछ जङ्गलभित्र छिरेपछि कस्तो शीतलकै सल्लाहघारी रहेछ गाइज यहाँ अनि यो बाटोमा चाहिँ सल्लेपिर अब यो सफा गर्ने मान्छेहरू नभएर होला यो बिचराहरू मलै भएर बसिरहेको रहेछ गाइज म सल्लाहघारीभित्र छिरेँ तर यो सबै यो सल्लेपिर चाहिँ गाडीले यहीँ झर्दो रहेछ यहीँ गाडीले चाहिँ खिच्दो रहेछ यहीँ माटो मल हुँदो रहेछ क्या यस्तो दार्जिलिङ सिक्किमको चाहिँ झल्को दिने ठाउँ हेर्नु त गाइस हो कस्तो रमाइलो रहेछ अङ्कलहरू नमस्ते सेवारो अङ्कल हजुरहरू यतै हो हजुरहरूको घर हाम्रो यतै हो यो कपने पर्यो ए कपनमै हुनुहुन्छ अहिले कता गएर आउनुभएको बाख्राकोटाला तनी बुढो भयो पहिला जागिरेहरू हजुर हजुर उहाँ पनि जागिरे म पनि जागिरे ए रिटायर अहिले बाख्राकोटाला गर्नुहुन्छ उहाँ चाहिँ स्कुलको म चाहिँ एउटा प्रोजेक्टको ए हजुर अङ्कल अनि त्यहाँबाट म चाहिँ बुढो भएँ 30 वर्ष भयो रिटायर भएको ए ए ए 30 वर्षमा 60 वर्षमा रिटायर हुने हजुर अनि त्यसले गर्दा हजुरको मेरो घर खोटाङ अङ्कल राई हजुर कुन राई हुनु म चामलिङ राई हजुर हजुर नमस्ते लिम्बू है हजुर ए हजुर नौछौँ अगम सुब्बा कहिले कहिले आउँछ होला त्यहाँ
हजुरको त्यो युट्युबमा यसो अगम लेखेको हुन्छ ए हजुर 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 त्यो मेरो नाम हो। ए ए ए ए ए ए ए। मेरो त्यो बुहारीले राखेको कि त्यो ए, ए। सबै बुहारीले के गर्दा हजुर हजुर मेरो ए कस्तो रमाइलो ठाउँ क्या अङ्कल यो है आमामा हामी पाहाडमा जन्मी हुर्केकोलाई त साह्रो मजा लाग्दो रहेछ यस्तो सर यस्तो 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 यो पहिला पहिला मान्छेले चाहिँ यहाँको मान्छेले आत्तियो हजुर हजुर आत्तिनु साथै मात्यो क्या हो पैसा अब अरूले खाएको लाएको देख्यो उनीहरू के गर्नु अब बाहिर जाने मान्छे पैसा थुप्रै ल्याउने हजुर अनि उहाँहरूले त धेरै उ भयो अब यहाँकोले अनि यो जग्गा जमिन सबै यहीँको बासिन्दाहरूको ए तामाङहरू के हो अँ अनि अहिले अर्को घरमा परिसक्यो अहिले बेच्दै 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 है सबै घर भइसक्यो छ अङ्कल हजुरहरूले थोरै भए पनि कुरा गरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद हस् हजुरहरूलाई यतै भेटिन्छ सधैँ हो अङ्कल मेरो एरिया नै हामी यतै हो ए ठिक छ हेर्नु त है तलतिर यस्तो दामी ठाउँ बस्नुपर्ने त यस्तै ठाउँमा हो है अलिक उच्च ठाउँमा बस्यो भनेदेखि ए सल्लाहहरू तर पछि रोपेको सल्लाहहरू हो कि एउटै उको छ एउटै साइजको के हेर्नु गाइज हजुरले देख्नुभयो भएन ऊ एयरपोर्ट ऊ पर रहेछ प्लेन आउँदैछ यस्तो राम्रो देखेको हेर्नु त यो प्लेन सायद देखिएको छ कि छैन मलाई थाहा छैन मैले चाहिँ खास यो क्यामेरा मात्रै झुन्डाइरहेको छु के यस्तो राम्रो देखिरहेछ हेर्नु त गयो बुद्ध एयरको प्लेन रहेछ ल है गाइस अब म जान्छु पल्लो डाँडातिर यो बाटो नयाँ नयाँ हो कि के हो कस्तो दामी बाटो रहेछ खासै गाडीहरू कुद्दैन रहेछ यही बाइकहरू मात्रै कुद्दो रहेछ गाडी घरिघरि आउने होला साह्रै दामी ल यहाँबाट त गाइस बाटो त खराब रहेछ त ए यतिसम्म मात्र पिच रहेछ अब फेरि आफ्नो त स्कुटर पऱ्यो कबाडी स्कुटर कसरी जाने होला ए ल जाने सम्भव नै छैनस् ओहो दाजु जाने सम्भावना छैन जस्तो है ओहो कहाँबाट कहाँ जाने तपाईँ चिप्लिहाल्छ यो हजुरको त बाइक हो जान त जान्छ हेत तरिका बाटो त खराब परेछ त हजुर आउनु न दाइ कसरी जाने त अब बिस्तारै यसो धकाल्दै जानुपर्छ के गर्ने त लड्दैन बिस्तारा हजुर यहाँ पहिरो जस्तो गएछ कि लाउन दाजु अलिकति अब यो बाटो फर्किनै नमिल्ने रहेछ ल हस् धन्यवाद हजुरहरूलाई बाटो त हजुर लु जानु जानु म पनि सघाइदिन्छु स्टार्ट गरेर त हुँदैन होला हौ दाइ
होइन होइन स्टार्ट बन्द गरेर आउनु बाघलाई पुग्नु पर्यो भने त बाघले पुग्नु पर्यो ठ्याक्कै दाजुभाइहरू भेटिएर मात्रै नभए त बिजोकै रहेछ हजुर हजुर हजुरलाई सहयोग गर्नुपर्छ त हजुर बिस्तारै जानु है स्टार्ट चाहिँ बन्द गर्नु गयो है गयो जस स्कुटर हल्कै हुन्छ कस्तो पुरै एउटा डिल खसेछ क्या त्यहाँबाट अनि यता मास्तिर त सबै अब यो कोदो धान रोप्ने जस्तो भएछ दाजुहरू उता लागे म यता लागेँ धन्न नभए मेरो बिजोग हुने रहेछ एक्लै पनि हिँड्न त गाह्रो छ यो के गर्ने फेरि स्कुटर अलिक खटारे खालको छ बाटो फेरि त्यस्तै खटारे खालको परेछ क्या गाइस ल हेर्नु त गाइस प्लेन उड्यो कि जस्तो छ यो पिच रोड आयो जस्तो छ र कता जान्छ अब यो माथि झन्डा पारतिर जानु पर्यो त्यो टायरभरि हिलो भएर ओहो बाटो कस्तो छ निर्माण हुँदै पो रहेछ पहिरो जान्छ है भनेर होला यस्तो दामी ठाउँ रहेछ यहाँबाट माथि गयो भने कहाँ पुग्छ हो यस्तो रहेछ ल है गाइज यो चाहिँ माथि झन्डा पार्कमा आइदिएको हो नि त म यो दार्जिलिङ सिक्किम बिर्साउने खालको ठाउँहरू रहेछ पाहाडमा यस्तो दामी दामी घरहरू छ यस्तो हाइट चाहिँ राम्रो हुँदो रहेछ यो जग्गा नेपाल सरकारको हो रे गाइस लागि पर देखिन्छ एयरपोर्ट ठ्याक्क ठाउँको नामहरू पनि मलाई त्यति चाहिँ थाहा भएन फर्स्ट टाइम आएको भएर अब यसो जान्ने साथीहरू यसो घुम्ने साथीहरू चाहिँ लिएर आयो भने हुन्थ्यो तर खासै साथीहरू पनि अब के गर्ने सबै आफ्नो आफ्नो दुःखमा हिँड्नुपर्छ आफ्नो दुःख हुन्छ आफ्नो समस्या हुन्छ आफ्नो समय हुँदा उहाँहरूको हुँदैन उहाँहरूको समय हुँदा आफ्नो हुँदैन तर बाटो होटलतिर पनि खास पिच छैन
त्यो नभइदियो हुन्थ्यो हिलोले चाहिँ समस्या भङ्ग गर्छ कसरी फर्किने भन्ने कुरै थाहा छैन अब त्यो अघि त त्यहाँ यसो दाई भाइहरू भेटियो उहाँहरूले सहयोग गर्नुभयो जाने बेला मलाई गाह्रो हुन्छ कताबाट जाने होला कता घुम्ने होला पक्कै पनि बाटो त छ घुमेर जाने ठाउँ तर एकदम लामो पर्छ नि त यसो आन्तरिक पर्यटनको लागि धेरै सम्भावना बोकेको ठाउँ हो तर यहाँ खै आन्टी यो बाटो कता जान्छ जगडोल भनेको कता हो जक्टल यति नै हो उयो उतापट्टि पनि हो यो मान्छेहरू धेरै घुम्न आउने ठाउँ चाहिँ कता हो भन्दा पारा यतै हो यो डिलमा यही डिल हो तारेपछि जाने उयो डल्लो बाटो तेर्सै ए पैसा तिरेर जानुपर्छ भित्र अहिले पर्दैन ए फ्रीमा जानु पाउँछ अहिले फ्रीमा ए आन्टीहरू घर यतै हो अनि उतापट्टि जक्टल गाम छ ए कस्तो रमाइलो ठाउँ है कहाँ बस्नुहुन्छ हामी पाहाडमा जन्मेकोलाई त एकदम मनपर्ने ऊ तल के अरे गाउँ चाहिँ कहाँ हो कपन हजुर गाउँ चाहिँ गाउँ खोटाङ कुन गाउँ खोटाङ खोटाङको बुइबा भन्छ हजुरलाई थाहा छ खोटाङ हामी खोटाङकै हो नि ए कुन ठाउँको हामी उता अहिले फर्का ऐसेलहरक ए नजिकै हो त तपाईँ हाम्रो ए भनेपछि गुरुङ हो होइन के थरी हुनुहुन्छ हामी सुनार हो सुनवार राई हजुर ए सुनार हो ए घुम्न आउने भएको घुम्दै आउनु अँ दिदी यसो घुम्दै आएको पर पाराक भन्छन् हो त्यहाँ डिलमा अँ सय पाराको यहाँ पर चाहिँ बाटो बिग्रिएर रहेछ पुरै हिलो रहेछ यता उता ए उता त्यो गुम्बातिर निस्किनेतिर के हस् दिदी वाउ लाग्यो मलाई ठाउँ चाहिँ हेर्नु त उतल सायद त्यो रिसोर्टहरू हुनसक्छ हेर्नु त तल रिसोर्टहरू तल दाजु डान्स गरेर यो रिसोर्ट रहेछ ए गर्लफ्रेन्डलाई डान्स गरिदिएको रहेछ पुरानो हाम्रो गाउँतिरको घरहरू जस्तो गाई साह्रै रमाइलो छ यो ठाउँहरू एकदम दामी रहेछ गजब लाग्यो मलाई त तपाईँहरू पनि आउनु त्यसरी घुम्न अघि डान्स गरिदिँदै थियो त दाइले त्यो दिदीलाई रहेछ पर पारी भित्रतिर पनि सबै जङ्गल फालेर होला घरै घर रहेछ त्यो दाजुले अघि डान्स गरिदिँदै थियो तल गर्लफ्रेन्डको लागि गरिदिया रहेछ सानो सानो कटेजहरू है मजा रहेछ क्या यहाँ घुम्न आउने बस्ने है तल पनि सायद खेती गरे होला यो त चाहिँ सल्लाहघरी रहेछ गाई आउनु है तपाईँहरू पनि तपाईँलाई फुर्सद छ फ्यामिलीसँग आउनु मन लाग्यो भने साह्रै दामी ठाउँ ल गाई हेर्नु त इस्टर्न भिलेज रिसोर्ट रहेछ रिसोर्ट जगडोल ल है गाइस जगडोल दामी रहेछ हो दामी मजा आउने यहीँ काठमाडौँबाट कति 4-5 किलोमिटर होला त्यति टाढा पनि होइन हो अनि यस्तो ठाउँ चाहिँ घुम्नु लायकको ठाउँहरू चाहिँ हामीलाई थाहा नभएर हो क्या र त यस्तो रमाइलो ठाउँ रहेछ अब यहाँदेखि त म कता जाने होला र कहाँसम्म पुग्छ यो सबै गाउँतिर जाने स्कुटर मोटरसाइकलहरू होला ल हेर्नु त जङ्गलभित्र घर यस्तो दामी आहा गाई म चाहिँ फर्केँ ल जस दृश्य हेर्नको लागि दृश्य अवलोकन गर्नको लागि चाहिँ साह्रै दामी ठाउँ अब यो जङ्गलभित्र त हो चिसो हावा आउँदो रहेछ साह्रै रमाइलो
गाइजहरू अब म कुन बाटो जाने थाहा छैन, त्यो हिलोमा त जान सक्दिनँ, मेरो छोटो बाटो त्यही हो, हिलोमा जानै सकिँदैन। वाउ, तल कस्तो दामी दामी कटेजहरू बनाएर रहेछ क्या, बन्दै रहेछ निर्माणधीन कटेजहरू। नेपाल प्रहरी बीच अहिले पनि तल बाटो जस्तो छ, जान सकिँदैन। यता माथिबाट झरे जस्तो लाग्छ म, तल्लो बाटो कता जान्छ? ए पुरै संसार घुम्नुपर्छ होला तल्लो बाटो। मैले अब म कुन बाटो जाने त खोइ, तल झरे त कहिले पुग्ने म त? गोकर्ण पुग्ने होला एयरपोर्ट छेउछाउ, बौद्ध, यसरी जानु पऱ्यो लड्दै पर्दै भए पनि गाइस। म हेलो 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 कान्छु, ओइ यो बाटो कहाँ जान्छ? आऊ जाउँ, आऊ 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 आऊ। के बिचरा, ए ए तपाईँले ए सानोलाई गोदी हालौँ भन्ने विचार हो? सानोलाई चाहिँ छोपिहालौँ गोदी हालौँ भन्ने लागेको हो? आउँदैन है गयो त, तल झऱ्यो भने बर्बाद छ गाइस। तलतिर भिर, कसरी पो जान्छु हो? होइट, कसम डर लाग्यो यार मलाई त। तरेका तलतिर झऱ्यो भने त बरु मान्छे झरौँ, स्कुटर चाहिँ नझरोस् भन्ने लाग्छ। मान्छे त उठेर आउन सकिन्छ, स्कुटर उठेर आउन सक्दैन। आयो हो, के गर्ने? यस्तो बाटो एउटा दशा काट्यो, अब अर्को दशा मैले कसरी पार गर्ने? अङ्कलहरूले छोड्नु भयो क्या बाइक, परै बाइक राख्नु भएको रहेछ। अब यो दशा म कसरी चाहिँ अब यो बाटो क्रस गर्छु भन्ने कुरै थाहा छैन। ओहो, लास्ट टेन्सन छ यार मलाई त। तरेका बाढीले लगिदिइहालेछ। यस्तो त छ हेर्नु त है गाइस, यस्तो छ, यत्रो डिल छ, उतातिर त्यस्तो हिलो छ, कसरी जाने होला? अब अघि पो साथीभाइले तानिदिएको थियो त, अब कसरी जाने म त? कस्तो अब हिलैमा जा, अब हिलैमा जा। आम्मा यस्तोबाट मैले कसरी लानु अब हेर्नु त है। हेत्तरे यस्तो हिलो छ, अब यहाँ यस्तो कसरी
मैले लानु त 1 2 3 आम्मा ए के गर्ने गाइज मेरो स्कुटर